सन्जिता हाय सो हेलो एभ्रिवान म फेरि पनि आइसकेकी छु हजुरहरूको प्यारी सन्जिता ब्लग हैन मैले घरबाट स्टार्टिङ गरेको छैन हेर्न सक्नुहुन्छ कस्तो ठाउँमा आएकी छु म हेर्नुस् अनि रुक न हुनुहुन्छ कि मोबाइल खोलेपछि टाढा भाग्नुहुन्छ अझै यो भन्दा राम्रो ठाउँमा अनि आज चाहिँ यो ठाउँमा चाहिँ म यस्तो रोकेर आज मैले घरमा भ्लग स्टार्टिङ गरिनँ नि त त्यही भएर मैले यो ठाउँमा रोकेर यस्तो राम्रो ठाउँमा रोकेर हजुरहरूलाई भ्लग स्टार्टिङ गरेर देखाम भनेर चाहिँ यहाँ बसेको खोलेको यहाँ बस्छौँ न एकछिन अनि हजुरहरूको हाल खबर के छ कस्तो छ भनिदिनुहोस् माया नौलो सुनाउनुहोस् मेरो त ठिकठाकै छ लाइक सेयर कमेन्ट हान्न चाहिँ नबिर्सिदिनु न हौ साथीहरू यतिको माया त गरिदिनु पर्यो कि मलाई पनि सबैजना मिलेर अब चाहिँ यहाँको चाहिँ यति नै म चाहिँ भ्लग स्टार्टिङ गर्नको लागि मात्र यहाँ बसेको थिएँ हजुरहरूसँग मायाको कुरा गर्न साथीहरू हजुरहरूलाई मेरो फोटो हेर्नु मन छ भने भन्नुहोस् म मेरो फोटो पनि हालिदिन्छु होइन कमेन्ट गरिदिनुहोस् प्लिज म अर्कोचोटिबाट घुम्न गएको पिछेको म मेरो फोटो हालिदिनेछु मलाई अस्ति गेम खेलाउँदा यस्तो छिटो बोलेको बानी थियो नि त अनि त्यही भएर अहिले पनि यहाँ छिटो बोल्ने बानी भएको ल जाऊँ न त अब हेर्नुहोस् ल हामी सर र हजुरहरूलाई यो भ्यू देखाउँदै जानेछौँ लु अब हामी माथिको भ्यू देखाउँछौँ माथिको भन्दा नि मलाई त माथिको भ्यू भन्दा यताकै भ्यू यस्तो दामी लाग्छ क्या यही हो मेरो बुढो जुन भिडियोमा आउन मान्नुहुन्न सो हेलो भनिदिनु सबैजनालाई हाम्रो प्यारो भ्युवर्सलाई भन्नु न कति त्यो गरी हो र के अरे दाइलाई पनि भिडियोमा ल्याउनु न दिदी भिडियोमा ल्याउनु न भन्नुभएको थियो यही है दाइ चाहिँ क्यामेरा अन गरेपछि यसरी हिँड्नुहुन्छ लु अब म सर हजुरहरूलाई भ्यू देखाउँदै माथिसम्मको पुऱ्याउँछु ल अनि माथि गएर भेट्नुपर्छ तर यहाँ खुब रेटिङ आउँछ नि फोटो खिच्न तर राम्रो छ नि हेर्न सक्नुहुन्छ सो गाइस हामी आइसकेको छ यहाँ माथि मन्दिर छ कि होइन अब यहाँ आइसकेपछि त हजुरहरूलाई मन्दिर पनि घुमाइदिनु न त हेर्न सक्नुहुन्छ रुक न अस्ति न हामी त राति आउँदाखेरि चाहिँ ठिक थियो है मान्छे थिएन साथीहरू एकछिन हिँड्न सक्दिनँ हो म त हामी यो फर्स्ट टाइम त आएको होइन कि सेकेन्ड टाइम हो त्यो पनि आज नि यसो झ्याउलाइरहेको थियो घरमा बस्न अनि जाऊँ न त नजिकै छ यसो भ्लग पनि बनाउन हुन्छ भनेर आएको कि कति धेरै छिटो जानु थियो थाक्यो हेर्न सक्नुहुन्छ मन्दिर कस्तो छ लाइट यो टेन यही हो साथीहरू चाको नारायण
मान्छेहरू पूजा गर्नको लागि पनि आउन त आउनुहुन्छ। लुक गाइस, अब चाहिँ भ्लग चाहिँ यति नै भयो, यता नै भयो। आजको भ्लग चाहिँ यताको नै हो। साथीहरू कस्तो के लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। आजको दिन खै बेलुका भएर नै हो कि कति बज्यो र? बेलुका भएर हो कि के हो खै, पानी पर दिनभरि हुन त घाम पनि लागेन है, तर दिन पनि राम्रो थिएन। हेर्नु न आज भ्यू पनि त्यस्तै छ हौ। अस्ति नै आउँदाखेरि यही ठाउँमा कस्तो दामी भ्यू थियो, अहिले त खै साथीहरूलाई नि के देखाउनु हौ। क्लियर भ्यू नै आएन कि है, मलाई नै कालो देखियो। काली नै छु साथीहरू। आयो साथीहरू, आयो हाम्रो चटपटे। कस्तो छ म ट्राई गर्छु। दामी हाम्रो चटपटे खानु न। पानीपुरी पनि। सागु जाने बाटोलाई उता थली जानेतिर जान खोज्नु त नि। ल यताको रुममा पनि आइयो। अब आजको लागि चाहिँ यति नै। के कस्तो लाग्यो होला, हामी चागु नारायण घुमेर आइयो। लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। यति भन्दै आजको लागि चाहिँ भ्लग यतै टुङ्गाउँछु। नेक्स्ट टाइम यो भन्दा राम्रो भ्लग लिएर आउँछु। बाई बाई। आई लभ यु सबैजना।